प्रिय साहित्यिक मनहरूमा नमस्कार। आज म आफ्नै रचना गद्य कविता लिएर उपस्थित भएकी छु। अवश्य पनि सुनेर प्रतिक्रिया दिनुहुन्छ भन्ने मैले विश्वास लिएकी छु। मेरो गद्य कविताको शीर्षक छ शिखर। मान्छे सफलताको शिखर चुम्न लेक, बेसी, खोला, नाला, उकाली, ओह्राली, भन्ज्याङ चौतारी सबै छिचोल्न तयार हुन्छ। शिखर चुम्न कहाँ सजिलो छ र? समय, परिस्थिति, लगाव सबै मिल्नुपर्छ। देखेको क्षितिज त्यही ठाउँमा पुगेपछि अर्कै डाँडासँग जोडिन पुग्छ। त्यस्तै जिन्दगीमा हरेक मोडहरू आइदिन्छ, त्यसलाई स्वाभाविक मानेर अघि बढ्नुपर्छ। शिखरको यात्रामा निरन्तर पछ्याइरहनु, जबसम्म मनले सोचेको शिखर भेट्दैन र देख्दैन। सहज छैन यात्रा, सहज छैन वातावरण, सोचे जस्तो साथ, सहयोग, सद्भाव सबै कुरा पाइन्न। आफैले सम्हाल्नुपर्छ जीवन यात्रा। यात्राको हरेक उतार चढाव आफूले नै खोज्नुपर्छ। हरेक बाटोहरू आशा भरोसामा जीवन बिताउँदा जिन्दगीको अभिशाप बन्नेछ। कुनै दिन मनले देखेको सोचेको शिखर चुम्न नयाँ नपाई जिन्दगी अस्ताउनेछ सधैँको लागि खोजहरूमा, तिनै शिखरका खोजहरूमा। धन्यवाद।